यति धेरै मान्छेहरूको स्वागत, यति धेरै जनाको भगवान विश्वासको पात्र, यति धेरै जनाको लिडर, यति धेरै जनाको प्रमुख, यति धेरै जना भिड कसका लागि यस्तो धेरै तामझाम गरिएको छ? कुनै नेताका लागि? त्यो त हुनै सक्दैन। हो दर्शक महानुभावहरू, यो भिड त्यही भिड हो जसले सच्चाई नेपालका प्रमुख र उपप्रमुख पुग्दाखेरि उनीहरूलाई गरेको स्वागत हो। बगी लिएर काठमाडौँको सहरको चोक चोक डुल्याउँदै उनीहरूलाई गरेको सम्मान हो। यो काठमाडौँमा गत शनिबार भएको एक कार्यक्रममा उपस्थित सच्चाई केन्द्र नेपालका प्रमुख प्रकाशदीप गैरे र उपप्रमुख सुशीला गैरे पुग्दा र उहाँहरूकी सुपुत्री छोरी पुग्दाखेरि उनीहरूलाई गरेको सम्मान हो। हेर्नुहोस्, देशमा अहिले यति धेरै मन्त्री नेताहरूलाई भन्दा उनीहरूलाई तामझामका साथ उनीहरूलाई यति धेरै सम्मान गरिन्छ कि यो क्षेत्रतिर उहाँहरूलाई स्वागत गर्दै गरेको यो दृश्य जुन काठमाडौँमा गत शनिबार आयोजित एक कार्यक्रमको हो। अहिले एकदमै धेरै जनहरू सबैले विश्वास गर्ने सच्चाई केन्द्र नेपालका प्रमुख र उपप्रमुख काठमाडौँमा पुग्दा उहाँहरूलाई गरिएको स्वागत हो। दर्शक महानुभावहरू, जसले बनाउनुभयो उहाँले नै थाम्नु भएको छ। यो पृथ्वीको जगलाई कसले बसाल्यो? कोही विद्वान व्यक्तिले हो र? हाम्रो मम्मीले बुवाले हो र? हाम्रा संसारका कोही मनुष्यले हो र? हो त? नै। यो पृथ्वीको जग कसले बसाल्नु भयो? परमेश्वरले। किनभने आधुनिक तरिकाले चलेर अब हामीलाई आधुनिक तरिकाले बताइन्छ। हालत समस्या त नआउने होइन हजुर, सबैलाई आउँछ। जब मलाई यति हालत आयो, जब फेलोसी गरेपछि मलाई धेरै हालत आयो। मेरो मुखबाट 6 महिनासम्म ब्लड गयो। मैले त्यो शैतान। मेरो साथी टिभी, हर पलको सहयात्री।